हो 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 तिमी र म मिलेर भ्लगिङ च्यानल सुरु गर्ने हो के भन्छौ तिमी हामी यहाँ आएको छौँ हाम्रो के अरे भाइ समीर दाहाललाई भेट्न यदि मानस भट्टराई पनि आउँछ होला जस्तो सुने हो मैले काहीँ एउटा खबर तर आएन भने आएन बा को चाहिँ हो र त्यो मुजी त्यसरी छाडा बोल्नु हुँदैन भ्लगमा किनकि बिप लाउनुपर्छ किनकि भरे हाम्रो आमा बाउले हेरिहाल्यो भने त मुजी भन्दै हामीलाई बेल्ट हान्नु थाल्यो नि मानस मुजी तर मानसको सरनेमै मुजी हो के गर्नु हामी गर्न के सक्छौँ हामी आइपुगेको छौँ हाम्रो डेस्टिनेसन अफ आवर बिपिसी हो यो के अरे राष्ट्रिय प्रशासन ग्रिड कम्पनी लिमिटेड के हो अब त्यो मुजी ल्याउनु कति बेर लाग्छ यहाँ घाम छ अलिकति शीतल मौसम आएको उता गएर आउँछु पुनः आइपुग्यो ल यो मात्रै आयो अर्को मुजी आएन यो मुजीले कपाल काटेछ मुजी अर्को मुजी खै आउँदैन आउँदैछ अर्को मुजी यसको मुजी चाहिँ आएन के छ भने हामी दुईजना मेरो भ्लग च्यानल सुरु गरौँ भनेर सोचिरहेको छौँ के हो त अनि होला भन्दाखेरि के हो त युट्युबमा कसले हेर्छ मेरो 6 सब्सक्राइबर छन् मेरो मलाई भोलि मलाई भोलि कलेजले बोलाएको छ किन मेडल थप्न टप हानेको होइन मलाई मुजी के हो साँच्ची कति ल्याएर टप हानेको होइन कस्तो चुकिया स्टुडेन्ट परिवारले 3.5 ल्याएर टप उ त्यो होइन के अरे गोल्ड मेडल होइन यस साइन्स फ्याकल्टीको यस्ता विद्यार्थी पढ्दा गोल्ड मेडल होइन नाच्छ कि भोलि पार्टी पाइन भने नि मैले यस्ता उजीहरू चाहिँ पढेर होइन मैले पढाइ बिग्राएको 3.53 ल्याउँदा टप अरे गान्डुहरू 3.26 ल्याएर टप हान्दा कसले 3.26 ल्याएर टप हान्नु मैले गरेँ यहाँ आएर मैले 3.8 ल्याएर टप नहानेको मान्छे यस्तो हुन्छ मैले कहाँ ल्याएँ अहिले आउँदैछ 3. कति ल्याएर त्यसले टप नहानेको मुजी 8.6 ल्याएर टप हान्नु त्यसले तिमीले हानेको होइन 3.2 पढाइ बिगाएर छ यार तिमी त्यसरी भएन क्या निधि बढेर क्या सबै केटीहरू पछाडि लगाएर केटीहरूको पछाडि लगाएर तिमीले पढाइ बिगारेको के छ भने भोलि त पार्टी हो म त जाने पैसा हुन्छ सिक्ने घन्टा हुन्छ पैसा कति हुन्छ पैसा 15,000 कि 25,000 लामो हुन्छ 25,000 त बाजे ठोक भोलि पैसा पाइन भने कान काट्दिनु आउन त भोलि लामो आउने छु अनि म जाँदै आदिन लिनु के सबै कहाँ तिमीले खुवाउने सबै तिम्रो के अरे त्यसमा हो क्या लामो 500 रुपियाँ खर्च गर्ने कुरा गर्दैछ 500 रुपियाँमा त हामी पार्टी हान्दिन्छौँ क्या पार्टी भनेको त्यो यदि नर्मल पार्टी होइन क्या यस्तो पार्टी कि छान्ने गरेको पार्टी यो चाहिँ बन्द गराएन भोलि पाएन भने 15,000 रुपियाँ ल 15 कि 25 पाइन भने पायो भने पार्टी हो त के 2-3 हजार हो मेरो इक्जामको रुटिन आइसक्यो म चाहिँ त्यसरी हिँडिरहेको छु साउन 18 गते अर्को मुजी पनि आयो कुनामा हो अर्को मुजी मेरो साउन 18 गते मेरो इक्जाम सुरु हुन्छ 18 मोटा छ यार गान्डु आइपुग्यो गान्डु आइपुग्यो कहाँ गयो खोइ कहाँ गयो स्टुडेन्ट अफ द इयर मुजी गोल्ड मेडल ल्याउनु बोलाएको त कलेजबाट के खाना तँलाई स्टुडेन्ट अफ द इयर के गरिस् त यत्रो मोटा कि गान्डु जस्तो मोटाको मार्क्स मुखमा छाडे के भएर मोटा यार अस्ति त भोलि कुन चाहिँ पार्टी गरेर पोलिटिसियनबाट सेलिब्रेटी फिक्स हुन्छ भाइ मदन भण्डारीको हुन्छ हरेक वर्षमा के 30 कलेज त आउँदैन आटेको मदन भण्डारीको भन्दैछु गाड्नु म भण्डारीले चाहिँ तँलाई के गरिन आटेको म 12 को होइन भोलि त्यो के अरे म भण्डारी त्यही त बोलाएको छ मलाई कलेज फोन गरेर दाजु तपाईँ कोट पेन्ट लगाएर आउनुहोस् होइन भण्डा आइटीको लागि कस्तो ओभर आइपुग्यो के छ भन्न हामी ब्लग
कन्टेन्ट क्रिएसन फ्युचर कन्टेन्ट मान्छे कन्टेन्ट क्रिएटर गरेर नि मान्छे कन्टेन्ट क्रिएसन गरेर पैसा कमाइरहेछन् पैसा होइन करोडपति हुँदैछन् करोडपति को करोडपति ला कति पैसा कमाउँछन् नेपालमा मैले एउटा मान्छे हेरेको थिएँ के अरे त्यो पुरै एनालाइसिस त्यसले हाम्रो कति त्यसको च्यानलमा आएको थियो 250 के कति भ्यू नेपाली च्यानलमा आएको थियो एउटा भिडियोमा नेपाली तरिका हो क्या दिनभरि अनलाइन बस्ने एकले अर्कालाई भिडियो हेर्ने होइन नेपाली धनी तरिका के भन्दाखेरि टिकटक लाइभ बसेर मान्छेले धेरै पैसा कमाउँछ अलिकति पैसा कमायो इन्भेस्ट गरिदिइहाल क्या भाइ अलिकति पैसा कमाउने नि काठमाडौँमा घर किनिदिइहाल्ने सक्यो त्यस पछाडि मुजी कसैले मलाई गरिब बनाएर देखाउँछु घरमा गएर गाई बस्तु पाल्दै बस्तिर कटो क्या अरे भाडामा हेर मेरो प्लान जिन्दगीमा मैले कहिले पैसा कमाइहालेँ मैले एउटा घर किन्ने हो सबै घर भाडामा लगाइदिने हो आफ्नो गाउँमा गएर बस्ने मस्त चिलको जिन्दगी त्यसलाई भन्छ मात्र हाम्रो घरबेटीले धेरै भाडामा लगाएको छैन दुईवटा फ्लोर भाडामा लगाएको छ दुईवटा फ्लोरमा दुईवटा फ्ल्याट दुईवटा कोठा मिनिमम पनि 60,000 हो क्या मिनिमम अनि वर्ल्ड कप हेरिरहेछ ए बा एक दिन दुई दिन अनलाइन त हामी सक्छस् पछि माको भाइ दिन रात रातभरि नसुतेर बाहिर हिँड्छ एकचोटि तेरो पुरै दुनियाँ हल्दैन भने म भन्छु कसो मेरो अनि के खाना नाटेको आज तर भाइ भोलि अहिले पैसा पाइनु भने म्याच पाउँछ क्या गोमीले भनेको थियो मैले देखेँ हेरेको चिक्ने अगाडिको साल के अरे खाममा उठ्नु गरेको म एक्लै जानु भोलि त्यो मादक पसला आएको थिएन म भोलि एक्लै जानु तिमीले मलाई धोका दिन्छौ तिमीले लामो पनि जान्न ठिक होइन तिमी मलाई धोका दिन्छौ ठिक छ यो ठिकै छ कहिले हाम्रो पनि पालि आउँछ हाम्रो पनि पालि आउँछ कुनै दिन 15 मिनट अगाडि जाऊ तिमीलाई कल आउँछ हाम्रो पनि पालि आउँछ कुनै दिन हाम्रो पनि पालि आउँछ कुनै दिन हाम्रो पनि पालि आउँछ कुनै दिन टेन्सन नलिनु यस्तै रहेछ दुई दिनको सम्बन्ध होइन साथीले के अरे एक्लै हुन्छ लोन्ली फिल गर्छ छैन लिएपछि लामो के हो त घन्टा के हो त मुजी कसले के भन्छ म्याच भोलि क्याटमा मेरो मक्कै छ भाइ ए 9 बजेसम्म लाग्छ मलाई पनि अब भयो अब त आउने त घन्टा आउँदैन मुजी कसरी खाना रेडी हुन्छ 12 बजी जाँदा नि 9 बजेसम्म खाना खाएर रेडी हुन्छ कसलाई छुट्या बनाएर आएको अरे मुजी म बाहिर छिर्दिनँ बाहिर भित्र छिर्दिनँ बाहिर बस्छु कता भित्र छिर्दिनु बाहिर के हो मास्क लाउनु क्याप लाउ मास्क लाउ के भयो म त्यस्तो काम गरेर तिमीलाई धोका दिन्छु यु गिभ मी धोका सरी आई हेभ टु फिक्स ओए फर्क्यौँ है आधा गएको इङ्ल्यान्डले यसपालि लग्छ क्या वर्ल्ड कप कहाँ इङ्ल्यान्डले हो पोर्चुगल भामस पोर्चुगल यो कति फोर्सा पोर्चुगल भाइ मसँग कसले आएन भने नि भाइ हाम्रो सम्बन्ध बिग्रियो भाइ त्यही त म लिएर त छैन नि त दुई सम्बन्ध 1 बजीभन्दा अगाडि हुँदैन बाँच्नु कसले गर अनि अर्को चिज के अरे उहाँ गएर म बस्नु अरे क्या मलाई थाहा रहेछ 9:45 मा बोलाउँछ तँलाई तिमीहरूलाई स्टेजमा भनेछ तिमीलाई कसले चिन्छ मुजी सबले चिन्छ म चाहिँ त्यो बस्दैन क्या तिमी होइन मुजी के गान्दा ए त्यो के अरे त्यो के फाइल अरे चेप्स्टिङ फाइल यता ओ इन्डियाको ल्यान्ड हेरी डोनाल्ड ट्रम्प तिमीहरूको चाहिँ के उयो छ अलिकति दुईजना दाजुभाइको के अरे सम्बन्ध त्यस्तो बिग्रेको छ एकजना पातलो हुनु हुँदाखेरि एकजना मोटाउनु पर्छ तपाईँ नाना सँगै दाइसँग मेरो समय छैन यहाँ रिया आज पढाइको टाइम आएर यो कपाल यति घरमा आएको इक्जाम लेख्नु चाहिँ मैले यस्तो यस्तो गर्दा तपाईँ यतिको कपाल भरौँ क्या मेरो नाइ भरे आउँछ ब्लग
मेरो 6 सब्सक्राइबर वाला च्यानलमा भाइ मेरो मनोकामना ब्लग छ भाइ हाइकिङ वाला ब्लग छ तिमीहरु आजको त हाल्ने नै हो यो त स्टुपिड ब्लग भन्दै हाल्ने के गाण्डु उची हल्ला नगर तिमीहरुलाई मैले जुम भनेको मान्दैन तिमीहरु हाइकिङ सकिन दे त्यो साउन्डमा मेरो साउन्ड 27 गते एक्जाम 27 गते मेरो एक्जाम सकिन्छ सकेपछि जाउँ मेरो साउन्ड 11 मा सुरु हुने कुन हुन्छ कुन दिन हुन्छ गदिएर जाने चाहिँ हामी यसलाई टेन्सन नगरेर पढाइको या हेर भाइ दिनको 2 घण्टा टेस्ट गरेर बस्नु मसँग गएर टेस्ट भने झन् दिमाग बिगार्ने उ हो नि स्मार्टको लागि तयारी गर्नु लामुजी तर पातका टेस्ट गर्न पनि पढ्दै होइन जमानामा जित्थ्यो होला घण्टा 30 मिनेट जमाना लामो जब त जम्ना थिन नि तँदेखि म त्यो हालेर भाइ म्याग्नस कार्लसनको प्रोड्युसर भयो मलाई त्यस्तै मलाई अहिले त जित्दिन नि मैले जित्छु कहाँ भनेको भाइ 400 जस्तो मेरो होला 400 मैले पनि आफ्नो पिचमा 500 खोसेर कुरा हो भाइ ब्लिचको कुरा हुँदैछ अरे के बुझी ऱ्यापिड कुरा गरेर हल्ला त ऱ्यापिड खेल्दैन ऱ्यापिड त को खेल्छ 10 मिनेट वाला खेल्दैन त पुरै 3 मिनेट 3 मिनेट जमानादेखि जब यमन कता होइन का यमनले खेल्न छोडेर हो क्या यमन पहिले नै लामो पर्दैन तिमीहरूले बोलाएको नि मुस्ता जाने उसले बोलाउनु धेरै दिन भयो तिम्रो धेरै मोटो भयो यार घटी यार प्लिज यार तैँले मलाई बोलाएको भने हामी हाम्रो इलाकामा पुगेर फर्किसकेको छौँ बेलुका भइसकेको छ समीर दाहालले हामीलाई फसायो अब कोठामा गएर गाली खानुपर्छ मेरो दाइको गाली गर्दै मेरो दाइले राम्रो छ रमाइलो छ यार विश्वराजको बिहेमा यो प्ले गर्नु विश्वराजको बिहेमा विश्वराज जब त्यहाँ बसिहाल्छ टिको लाउने ठाउँमा हामीलाई बोलायो भने ओ मोबाइल धर क्याप्चर गर्नले मोबाइल रिफ्लेक्सदेखि 12 जोडी नाम त दिँदा यार अहिले क्या कोठामा मोबाइल धर क्या मैले कसरी बचायो होला गेस गर मोबाइल यस्तो गरेर बजायो रिफ्लेक्स हो क्या क्रिकेट खेलाडी हो क्या तर मेरो आँखा बिग्रियो माने चस्मा लाउनुपर्छ अब अर्को 10 रुपियाँ म आँखा चेक गराउँछु समीर भोलि आउन तिमी मेरो लागि आउनु एक्लै कस्तो झ्याउ लाग्छ 15 मिनेट बस्न सक्दिन त तिमी झ्याउदैन बुझी भन न आफै भन न गाण्डु बुझी यार पनि बाल बारे कलेज त किन मलाई गाली गर्नु यो सेल्फी भइसक्यो हैन त्यसको लागि काम मेरो ब्लगमा परिन के गर्नु बोलाकिन न मुझे गाण्डु ए गरिदिन म ब्लग अब